तै मेरो हात दियो एउटा आज पनि भिडियोको लागि खाएँ फाइनली मैले जितेँ 500 को बदला 1000 लाग्छ मसँग प्लिज टिकटकमा हेर्दै एकछिन यो भिडियो भने गएर युट्युबलाई सब्स्क्राइब गरिदियो हाई एभ्रीवान वेलकम टु आवर अनदर भिडियो आज चाहिँ हामीले च्यालेन्ज भिडियो लिएर आएका छौं च्यालेन्ज भिडियोमा चाहिँ हामीसँग छ चटपटेर पानीपुरी जुन कि हामीले पानीपुरी चाहिँ हामीले किनेर ल्याएको हो चटपटे चाहिँ हामीले घरमै बनाएको हो खासमा आज हामीले खाना चाहिँ यही खाने भनेको थियौं पानीपुरी अनि पछि याद आयो कि के रे च्यालेन्ज भिडियो बनाऊँ न भनेर त्यसैले बनाउँदै छौं र लास्ट समय हेर्दिसेला अनि गाइस च्यालेन्ज भिडियोमा चाहिँ हाम्रो च्यालेन्ज मात्र हैन हामीसँग यहाँ 500 को के रे 500 को सवाल छ गाइस 1000 को खै गाइस गाइस अब हेरौँ है त यो भिडियो सरी अब हेरौँ है त यो पैसा कसको हुन्छ मैले जित्छु होला कसले जित्छ कसले पैसा लाग्छ भनेर हेर्नको लागि जान्नको लागि लास्ट सम्म यो भिडियो हेर्दिनु होला गाइज अस्ति हाम्रो भिडियोमा थोरै थोरै मात्र भ्यूज आछ है अलि हेर्दिछु न गएर प्लिज धेरैले हेर्दिनु भएको छैन प्लिज गाइज धेरैले हेर्दिनुस् हाम्रो भिडियो यसको माइक धेरै नै एक्साइटेड भयो के म च्यालेन्जको लागि पानीपुरी खान तर म नै जित्छु होला जस्तो लागिरहेछ मलाई चाहिँ ओ माय गॉड गाइज मैले चाहिँ थोरै हालेछु आफुले ओ गाइज हेर्नु मेरोमा कति धेरै चटपटे छ हेर्नु न यहाँ यसको कति थोरै छ हैन गाइज यो मै जित्ने अनि जति थोरै भयो भने मै जित्ने हो लास्टमा म नै जित्छु ल गाइज अब हामी सुरु गरौँ अस्तिको भिडियो राम्रो क्वालिटी थिएन हैन अस्ति अब त्यही त ब्याक क्यामेराबाट बनाउँदा बन्द भयो अनि चिटिङ गर्न पाइन्न है फ्रन्ट क्यामेराबाट बनायौं त्यही भएर हल्का क्वालिटी नराम्रो आछ आज हामी पुरै तयारीका साथ आएको छौं ल स्टार्ट गर्ने हो ल कुन केबाट गर्ने बेला सुन्न पानीपुरी चटपटे जे खाए पनि हुन्छ तर आफै के रे पानीपुरी खान्छु म त यसले खुर्सानी धेरै हालिछि क्या हो हालेन के खुर्सानी त मैले एउटा मात्र हालेको गाइज हेर्छु यसले खुर्सानी म खान्न नि त त्यसैले धेरै हालिछि हैन यसले खान्न भनेरै मान्दिन्न है त खान्न भनेरै मैले एउटा मात्र हालेको गर्यो भने मान्दिन्न ल पहिलासम्म म त पानीपुरी खान्छु फेरि पहिला है सरी कसरी हो टाइम हेर्ने के हो के मलाई आउँदैन टाइम हेर्ने भने जो चाँडो सक्यो त्यही विनर त्यो टाइम हेर्ने को हेर्छ टाइम अहिले यहाँ यसलाई पिरो गरौँ कति पिरो छ र पानी चाहिँ यस्तै मिठो छ गाइज खान सक्दैन म त हामीलाई गाइज के रे बरु हामी भात खान सक्दैनौँ भात बिना बस्न सक्छौँ गाइज बस्न तर यो जङ्क फुड पानीपुरी होइन जङ्क फुड जङ सुरु गरौँ न त च्यालेन्ज ल रेडी 1 2 3 गो गाइज म जित्छु जस्तो लाग्छ यो त पुरै फुटेछ यार साह्रो छ नपुङ गएन नम ओहे गाइज नहाए साह्रो छ यार कहाँ छ गाइज म नै जित्छु है गाइज कहाँ चाहिँ बिर्सेँ म त यहाँ झुल के अरे यहाँ गर्छु ल मलाई सिट भन्दा गाइज हामी न्यापकिन राख्न बिर्सेछौँ अघि ल अब स्टार्टेड नाउ फेरि मैले नै जित्छु के थाहा दुःख यहाँ तल सब फुटेर छ 500 त मेरो हो गाइस मेरो लो नास है गाइस नम 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 मलाई जित्छु क्या घाँटीमा पिरो भयो गाइस सब फुटे है तै मेरो हात दियो एउटा कसम
हरेछ न भिडियो हेर्नुहोस् न अगाडिको भिडियो हजुरहरूले हेर्छ छैन भने हजुरहरूलाई थाहा छैन उसले मैले जित्छु च्यालेन्ज मेरो धेरै छैन चटपटे त आइबन मेरो खै यस्तो रहेछ निल्न पनि गाह्रो भयो म जित्नुपर्छ आबिर कुर्ने नालीको अनि हाल्छु होइन त मेरो त हालेकै हो बनाउनु कस्तो गाह्रो हो कि मलाई जित्छु मेरोमा धेरै थियो होइन मैले छिटो खाएको है म खान्छु एकदम खा अनि मैले हालेपछि यसको कारणले हो गाइस यसमा हाल्छु अब दाँत दुख्छु न गाइस यो पैसा त म लिन्छु अब म जितिसकेँ मैले जित्छु नि त मलाई थाहा अझै पनि टाइम छ तर मैले सोचेको थिएन म जित्छु होला पानी पनि खानुपर्छ जसले हार्छ लास्टमा मैले खान्छ यस्तो हुनै सक्दैन गाइस मेरो धेरै थियो कि अहिले धेरै होला यतिकै नाच्न नजाने आँगन टेढो भनेको यही हो गाइस नाच्न नजाने आँगन टेढो म ढिला खान्छु त्यही भएर हो अरू भिडियो हामीले हेर्छ अरू भिडियो कसले खायो छिटो अरू भिडियो कसले खायो मैले बिस्तारै खाइरहेको छु म एकदम बिस्तारै खान्थेँ तर मैले आज च्यालेन्ज भनेर छिटो खाएँ मेरो मेरो अनि यसमा पानी पनि एउटा हाल्दै कि आयो आएको छैन क्या कस्तो किन चितेर त मैले अनि मेरोमा धेरै पनि थियो चटपटे मैले कस्तो भिडियो पनि देखिहाल्छ त सक्दैन अब म लुजर सोचेको पनि थिएन कि मैले जित्छु भनेर मैले पनि सोचेको थिएन मैले हार्छु भनेर त्यही पनि खानामा त्यही पनि चटपटे पानीपुरी तर इक्वल थियो के बिस्तारै खान्छु क्या नाटक क्यामेरा भन्दा क्यामेरा स्टार्ट गर्नुभन्दा पहिला नि अलिकति मेरोमा हालिदिसक्यो थियो यसले जसले मेरोदेखि आओस् गाइस हेर्छु मैले जितिसकेँ अब यो पैसा हुन्छ मेरो अब नेक्स्ट टाइम 500 को बदला 1000 लग्छु म यसमा
नेक्स्ट टाइम मैले जित्ने हो क्या रे मैले जित्छु क्या रे भाइ मेरो भाइ हो अब हारिसक्यो अब के बिस्तारै खान्छु गाइस ल ए क्ल्याप गर्न छिटो क्ल्याप गर देखा गेन सबै साउन्ड्स गुड कस्तो पैसा काबीको पार्नरले पनि आउँछ यस्तो वाला त मेरो भयो मेरो ब्यान्ज मलाई जित्छु तर पानीपुरीले पुरै काट्यो यहाँ मैले जितेँ भने म आई कान्ट बिलिभ अब हारिसक्यो अब के गर्नु कस्तो म कहिल्यै खान्थेन कि यस्तो पानीपुरी यति धेरै खाएन मैले झटपटै अस्ति भिडियोको लागि मात्र खाथेँ आज पनि भिडियोको लागि खाएँ फाइनली मैले जितेँ ओ माई गड केही छैन यति हाँसो भने म हुन्छ जस्तो लाग्छ यति हारेर पनि नो नेभर ल गाइज के भन्छ र अरे होइन आजको च्यालेन्ज चाहिँ मैले जितिसकेको छु अब अर्को च्यालेन्ज हेरौँ कसले जित्छ अर्को पनि मैले जित्छु नेक्स्ट च्यालेन्ज हामी के ल्याउने मोमो च्यालेन्ज ल्याउँ है मोमो त खान सक्दैन नि त मोमो ल्याउँ खान्छु नि 10वटा बाहेक धेरै खान सक्दैन आफै मैले त खाएन 6वटा खान्छु म बढी खाइ ल ऊ खाम्ला मोमो च्यालेन्ज मोमो च्यालेन्ज यस्तो गरेर फलफुलवाला च्यालेन्ज गरौँ है फलफुल खानै सकिन्न खान सकिन्छ पुरै काट्यो पिरो पनि रहेछ अलिअलि होइन फलफुल च्यालेन्ज को ल्याउँछ I am the winner. No guys, I am the winner. भन ल के ल्याउने नेक्स्ट च्यालेन्ज के ल्याउने हजुरहरू कमेन्ट गरिदिन्छु कमेन्ट नै आउँदैन हाम्रोमा त कमेन्ट गर्ने भनेको मैले गर्छु कोहीले गर्नु आउनु एउटा मात्र कमेन्ट हुन्छ है प्लिज टिकटकमा हेर्दै एकछिन चाहिँ यो भिडियो भने गएर युट्युबलाई सब्सक्राइब गरिदिन्छु अनि हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिन्छु प्लिज प्लिज गाइज मैले भनेको नमाने पनि उसले भनेको मान्दिन्छु के रे टिकटकमा त धेरै हेर्नुहुन्छ होइन अनि हाम्रो स्टोरीमा पनि हाल्छौँ होइन अनि त्यहाँबाट गएर चाहिँ कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला प्लिज गाइज सब्सक्राइब नगरे पनि हाम्रो भिडियोलाई हेर्दैछु मन परेपछि मात्र गर्छु हामी डेली ल्याउने सोच्छौँ तर टाइम नै मिल्दैन कि आज पनि अब खानासाना नखाने अब यही खाने भनेर भिडियो बनायौँ तर अब खाना खाएको पनि बनाउँला खाना खाएको हुन्छ कि न गाइज हुन्छ नि खाना त सक्दैन म त ढिला हुन्छ मेरो बिस्तारै खाने मुबाम भिडियो भनेको बिस्तारै हो च्यालेन्जमा मात्र छिटो छिटो है काटेको डरै चाँडो खायो भने मैले हारिहालेँ अब के भयो फेरि लङ भइहाल्यो यो भिडियो त लगाएछ अब हामी एकछिन रो न गर्न मसँग पैसा यति 500 रुपियाँ गयो भने म रुन्न किन क्यामेरा अफ भएपछि हुन्छ नि पैसा बाँच्छु मेरो 500 दिए भनेर दिन्न मैले जितेँ ल आजलाई यति नै गाइज अहिलेसम्म हेरिदिइसकेकोमा थ्याङ्क यू सो मच थ्याङ्क यू फर वाचिङ बाई सी यू इन द नेक्स्ट भिडियो